Welcome to my channel. Mommy, Baba, Happy New Year. सबैजनालाई Happy New Year, same to you. आज न्यू इयर, आज हामीले मम्मी बाबालाई किता किउसु एन्टी सासाकुरा अनि त्यहाँको क्यासल लिएर जाने। माँ, मुझे कुछ दिखाई नहीं दे रहा माँ। बाबा त्यो चस्मा लाएर हिरो बनेर बस्नु भएको। हिरो बनेको गरी यहाँ फेरि अँधेरो भयो। ह्याप्पी न्यू इयर सबैजनालाई 2026 मा हामी मम्मी बाबासँगै हुन पाइयो। न्यू इयर पनि छोरो कतिको खुसी हुनुहुन्छ? कस्तो लागिरह बाबा? एकदम राम्रो लाग्छ। छोरा बुहारीले घुमाउने हिँड्दाखेरि 2 महिना जति हुने अब सधैँभरि यस्तै राम्रो भएर घुम्न हिँड्न पाऊँ, सधैँभरि राम्रो हुन पाऊँ, सधैँभरि हाँसी खुसी भएर जिन्दगी जाओस्, यही भन्न चाहन्छु नयाँ सालमा। ह्याप्पी न्यू इयर सबैजना, घर फ्यामिलीहरू, ननहरू, हजुरहरूलाई पनि। जाडो भएर हामी बल्ल सानो हट भएर झ्याम्पतेल यहाँ जाडो भएर फर्स्टै चिसो नि हौ। कस्तो लाग्यो झ्याम्पतेल हजुरलाई? हिजो राति यस्तो चिसोमा गएर 2:30 बजीतिर सुतेर फेरि बिहान यता 10 बजे उठायो मलाई पहिला होइन, अन्त फेरि 11 बजी लाग्यो छिटो उठाउने फेरि उठाएको नसकेर अनि आमामा मान्छेको भिड। कस्तो लाग्यो पत्ता नि? फर्स्ट टाइम मम्मी बाबालाई त्यत्रो सानोमा हिँडे त्यो धेरै मान्छे यत्रो सानो डल्ली हजुर मेरो ख्यापी भएर पनि डुल्यो भन। कि त किसी डुल्यो। दुखो दुखो चिसो भएको होला कि ए भगवान किता किर्स्यो। हेर न, मैले चाहिँ बाबाले टोपी लाउनु भएको भनेर सोभितले त्यो चाहिँ लाउनु नदिएको त आफैले नलाउनु भएको छ बाबाले। यो दिन बाबालाई त्यो टोपी होइन राम्रो होइन, यस्तै लाउने। जाडो त यस्तो छ कि फोटो खिच्नको लागि मात्रै नि। यहाँ सानो बेबी कति मजाले हिँडे न, हाम्रो यहाँ जाडो भयो भनेर सबै
जाडो Excuse me, madam. Beautiful ma'am. नु जाडो भएर ब्लग बनाउन नि सकिन्न गाडे छ्या जाडो नेक्स्ट लेभल हाय हाय अब हामी कहाँ जाने लेडिज पार्टी छट्टै लिपस्टिकको कलर सलर दायाँ बायाँ एकदम ठिक छ ठिक छ अनि ऐना बेगर हातले दाल पारे यहीँ माथिबाट जाउँ न हिजोको जायो क्या भगवानको फ्यान फेरि आफू जय के जय हिजो लास्ट सत्यनारायण कि जय भने ओके म त क्या बुढीले बोलाएको पनि नसुन्ने यस्तो भिडियो गरेर नेक्स्ट लेभल भइसकेको छ यस्तो हुँदा पनि दिदी भिडियो बनाइरहनु भएको छ के गर्ने म हात यहाँ चल्न नि छोडिसक्यो मोबाइलमा ब्याट्री ट्रेन हो र रातै मुख पनि रातै भयो जाडो भएर बोल्दा पनि सके छैन चिसो भयो बाबा जाडो भएर रातै र निल्दै भयो सबै फर्काउनु कता हो र हुन बन्द गरेर फेरि स्टार्ट गर्नुपर्छ मैले यस्तो गरेँ अनि मम्मीले फेरि नफर्काएर
こんにちは。अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। जाडो भयो हाम्रो टिम। मेरो मोबाइलको चार्ज पनि सक्यो। अब म इन्ड गर्छु। हेरौँ घर कतिखेर पुगिन्छ अब। चाहिँ हामी सुके सानो उदन त्यस्तो नभन्नु न म यहाँनिर यस्तो ठोकेको नि म यो खान्छु भन्दै गएको खेपीबाटालाई सुताइदिएको त्यही सुतोस् बिचरा थाहा होला। अब हामी यहाँ त्यसपछि घर जान्छौँ। भाषामा त्यो मगाइ नि हुन्छ होला है। हालिदिन्छु म त्यतिकै। मान्छेको यहाँ खाना आइसक्यो। कता पुग्यो अब चाहिँ हामी यो खाएर जान्छौँ घर। ह्याप्पी न्यु इयर गाइस। अब मेरो भिडियो म यहीँ इन्ड गर्छु। कोकुरा स्टेसनबाट त्यो के हो भने चाहिँ धेरै जाडो छ अनि के हो भने चाहिँ त्यस्तै भइरहेछ। बाई बाई, आरिगातो गोजाइमास।